हेलो गुड मर्निङ एभ्रिवान। आज चाहिँ म चाहिँ बिहानै उठेर तातो पानी पिएँ अनि त्यसपछि चाहिँ मैले चाहिँ आज चाहिँ यहाँ मासु पकाउँदैछु। के को मासु होला चाहिँ यो चाहिँ सुकुटीको लागि रेडी पारेको। अनि यता चाहिँ मैले सुपको लागि रेडी गर्दैछु। यसरी हाल्छु मलाई खासै राम्रो पकाउनु चाहिँ आउँदैन, त्यही पनि यस्तो काम चलाउको लागि चाहिँ पकाउँछु। तातो पानी पनि पिउनुपर्छ बिहान। मासु पकायो, अब मैले पार्दैछु। अहिले घिउ कति आउँछ हेर्नु होला है सबैजना। मेरो सोल्टीहरूलाई साह्रै तिर्खा लाग्यो होला, त्यही भएर अब आज चिसो चिसो मैले चाहिँ दही चाहिँ हाम्रो फ्रिजमा राख्यो अनि मैले दही पार्दैछु है। यस्तो बवाल मिठो चाहिँ फेरि ल। फाइनली घिउ चाहिँ यति आएको छ, धेरै चाहिँ आएन किनभने धेरै दही छैन नि त। फापरको साग है, फापरको साग। घिउ त अघि त यत्रो डल्ला थियो, अहिले त यत्रो सानो भयो पक्लेर उम्रियो। फाइनली माई फुड इज रेडी, लेट्स इट। यो मासु, साग, मुलाको अचार एन्ड इज अ मोइन। अहिले बेलुका चाहिँ डिनरमा चाहिँ फेरि मैले चाहिँ धरानी कालो बङ्गुरको मासु पकाउँदैछु। यस्तो मिठो हुन्छ। मेरो सोल्टीहरूलाई एकदम मिस गरेछु है। सोल्टीहरू मेरो सोल्टीहरू कहाँ हुनुहुन्छ? मैले यहाँ तपाईँलाई मासु खानुको लागि कति सम्झिरहेको छु, खोइ त हो अन्त सोल्टिनीलाई सम्झेको। फाइनली मेरो डिनर चाहिँ रेडी भइसकेको छ। यो चाहिँ पालकको साग, सुँगुरको मासु, अचार अनि चाहिँ अलिकति चाहिँ सुप खाएको मैले।